किचनमा प्रो बन्ने सिक्रेट्सले तपाईको किचन स्किल 5 तारे सेफको भन्दा कम लाग्ने छैन। नम्बर 1, घिरौलाको वा लाम्चो सब्जीको पहिना टुप्पो र फेद काट्नुहोस् अनि बीचबाट 2 टुक्रा पार्नुहोस्। अब यसलाई लामो पट्टीहरूमा काट्नुहोस् र छड्के काट्दै जानुहोस्। नम्बर 2, प्याज काट्नु अघि 3 मिनेटका लागि फ्रिजमा राख्नुहोस् अनि काट्नुहोस्। यसले आँसु आउँदैन। प्याजलाई बीचबाट आधा काट्नुहोस् अनि लम्बाइमा काट्नुहोस्। तब प्याजका लच्छाहरू मिल्नेछन्। यदि धर्का अनुसार काट्नुभयो भने प्याजको स्लाइस मिल्नेछन्। नम्बर 3, आलु सोझै काट्दा चिप्लिन्छ। पहिला एउटा पातलो पत्र काटेर कटिङ बोर्डमा अड्याएर राख्नुहोस्। अब सोझो काट्नुहोस् अनि आलुको पातलो चिप्स बनाउनुहोस्। तिनीहरूलाई एकमाथि अर्को राखेर हातले थिच्नुहोस् र मसिना लच्छा काट्नुहोस्। नम्बर 4, लसुनको पोटीको बीच भागमा पहिला हल्का कट लगाउनुहोस् र जरा काटिदिनुहोस् अनि एकपटक थिच्नुभयो भने पुरै लसुन बाहिर निस्किनेछ। नम्बर 5, सीताके च्याउलाई माथिबाट हल्का हल्का त्रिकोण आकारको कट लगाउनुहोस् र क्रमसँग काट्नुहोस्। यसले फूल जस्तो राम्रो आकृति। गाजरलाई रोल कटमा काट्नुहोस्, यानि काट्ने बेला गाजरलाई हल्का हल्का घुमाउनुहोस् र छड्के टुक्रा काट्नुहोस्। यो विशेष गरी सुपको लागि उत्कृष्ट हुन्छ।